यतिको काफल खायो भने चाहिँ अनि गोटी होइन घरमा चाहिँ मार्छ त्यहाँ माथिको चाहिँ लु 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 टिपेर काफल खाना आऊ सानो गाउँतिर ल हेर्नुहोस् कोही पनि नभएको ठाउँतिर उसलाई चाहिँ गम्ब्र्याङ खानु सिक्नुहोस् कान्छ नि लगाइदे ओहो अर्को काफल पो देखिरहेको छु त्यहाँबाट त मैले त केटा फेरि काँचो काफल देख्ला नि अलिक अलिक चुमुको पारो बस्नु फेरि काफल देख्ला तलबाट फेरि काफलको डिमान्ड अति बढ्नु थाल्यो त टेन्सन मार्केट खान्छ नि हाम्रो च्यान्डारा काफलले हरियो मकै पुरै यस्तो गरेछ आमा यहाँ चाहिँ टक्क दाउरा चिर्दैछ यतातिरै गाउँघरमा यस्तो काम चलिरहेछ यतातिरको मकै बारी चाहिँ सबै हामीले दोहोरिसक्यौँ बिहान बसेर हामी चाहिँ यहाँ काफल खान जान लागिरहेछौँ नि रेडी हुँदैछ यहाँ Hello everybody, welcome to my channel. Hope you guys all are fine. We are also fine here. आज चाहिँ हामी काफल टिप्न गइरहेको छौँ काफल खानको लागि पुरा यहाँ माथि अरे हेडसर आउँदैछन् यहाँ अटोमा जान्छौँ हामी यो पाखा पुरै डुल्नेछौँ आज चाहिँ आफ्टर लङ टाइम हामी चाहिँ काफल खानको लागि ब्याक हुँदैछौँ अनि मेरो च्यानलमा जो हुन्छ उहाँहरूलाई पनि स्वागत छ अनि नयाँ हुनुहुन्छ सब्सक्राइब टु माई युट्युब च्यानल डोन्ट फर्गेट टु पज द बेल आइकन भन्दै आजको भिडियो होइन सबैजनालाई अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै हामी अब काफल खान जाउँ होइन त सर जाउँ जाउँ पुरा हामी जान्छौँ आज काफल खाने यस्तो काफल चाहिँ दर खाइन्छ आज च्यान्डारा सब डुलेर एक मात्र ल्याउने त अब भएछ नि एक धोक्रो हेर्नु त हेर्छ एक ढोक्रो त स्योर होइन अनि एक ढोक्रोमा छैन भेज अनि एक बाटो चाहिँ लिएर आउँदै जान्छ ओहो बाल्टीमा लिएर आइन्छ नि यो बाल्टी ए भरि पुरै सो हामी चाहिँ काफल खाने ठाउँ नै आइपुगिसक्यौँ यहाँनिर छ अटो हाम्रो सो यो तल्लो रुखमा पनि खानेछौँ यता पनि यति धेरै फलेको रहेछ कि आमामामा त्यो माथि माथि बोर्डतिर खतरा रहेछ कि 4 भाइ आएको छ 4 भाइ यतातिर चरिसकेको छ एकदम मिठो यस्तै हो कि गाउँघरमा भनेको यतिखेर भनेको सिजन पुरै काफलको सिजन आमामु बब्बाल मजा आउँछ जङ्गलतिर चराचुरुङ्गीको आवाजसँगै अनि टक्क यता यो वन जङ्गल छिरेपछि अर्कै फल काफल अनि त्यो सिजन अनुसार पाइन्छ नि त यता गाउँघरतिर चाहिँ फलहरू पनि सो यतिखेर चाहिँ ठ्याक्कै काफल फल्ने टाइम भएर हो काफल खाने टोलीहरू चाहिँ यता छ है पुरा चप्पल यहाँ झारेर नझार त्यतिखेर त तर धेरैले टिपिसकेको छ यो बोर्डबाट चाहिँ अनि केही छैन त्यो अब अर्को बोर्डमा जाउँ होला हौ टुप्पामा छ हौ खासै छैन त्यो टुप्पामा को पुग्ने त्यो टुप्पामा खासै पाउँदैन पनि रहेछ यहाँ अर्को बोर्डमा जाउँ न मेरो फ्यामिलीलाई पनि लगिदिनु पर्छ या मेरो फ्यामिलीलाई पनि लगिदिनु पर्छ फ्यामिली भएको मान्छे हामी चाहिँ च्यान्डारामा आएको छौँ पुरा काफल यता कान्छ ल यो काफल टिप्ने टोलीहरू ए सर
कति पायो काफल ओहो अर्को काफल पो देखिरहेको छु त्यहाँबाट त मैले त केटा फेरि काँचो काफल देख्ला नि अलिक अलिक चुमुक्को पारो बस्ने फेरि काफल देख्ला तलबाट फेरि टेन्सन होला नि केटा ओभर काँचो काफल देख्यो भने त टेन्सन हुन्छ त म पनि रुखमै आइपुगेँ फेरि कमेन्ट डह्रो आयो टेन्सन हुन्छ त होइन फेरि काफलको डिमान्ड अति बढ्नु थाल्यो भने त टेन्सन मार्केट खान्छ नि हाम्रो च्यान्डाराको काफलले यसो अलिअलि मात्रै रहेछ यतातिर ए के देखाउनु पर्ने जस्ट फन केटाहरू हाल्दा चुमुक्क चुमुक्क बनाएर बस्नु थालिहाल्यो नि काफल अब यति चाहिँ टिप्नै पर्यो क्या यति चाहिँ ला अरे हाइला त यता चाहिँ खतरा बबाल रहेछ है यता चाहिँ काफल खान सानो गाउँतिर गाडी पनि नभएको ठाउँतिर मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ है टेरिक यतिको गीत गाउँदाखेरि यस्तो कपाल खाँदाखेरि होइन आमा हजुर यतापट्टिको हाँगामा चाहिँ टन्न यस्तो बबा यतातिर चाहिँ अलिअलि फलेको रहेछ सो ओहो ए सर यता हाई गरिदियो सबैजनालाई अहिले त ओहो फ्यामिली भएको मान्छे हजुर पोका पारिहाल्नु पर्छ हजुरले यही हो सहरमा भन्दा गाउँमा किन धेरै आनन्द छ भन्नुको कारण यही हो क्या टक्क यसरी झ्याप्प बसिन्छ केटाहरूसँग त्यसपछि जङ्गल डुल्यो खायो काफल खायो काफलको सिजनमा काफल कोटुसको सिजनमा कोटुस अनि ऐसेलो हुन्छ नि टन्न वनतरुल घर तरुल माघ 1 गते चाहिँ अघिल्लो दिन वनतरुल खनेर जङ्गलभरि हिँडिन्छ माघ 1 गते र माघको अघिल्लो दिन अनि 1 गते चाहिँ उसिनेर दर खाइन्छ तर बुद्धि सोल्टीले यसपालि वनतरुल पनि खतरा खाँदैको थिए रुख चाहिँ यत्रै ठुलो छ कि सर कति टिप्नु भयो यति ए यहाँनिर यत्रो बनाइसक्नु भएछ सरले त्यो हाँगामा चाहिँ खतरा रहेछ है लु हाँगा लिएर ल्याउनुहोस् त हजुर हामी फ्यामिली भएको मान्छे भनेको त यार तैँले यत्रो पाकेको काफल देखिन भाइ यहाँनिर म चाहिँ यतिखेर टुप्पामा आइपुगेको छु है तल छ रुख चाहिँ फेरि जुत्तामा आइदिएको के जुत्ता लाएर लास्टै भोलि म दिदीहरूलाई पनि लगिदिन्छु अलिक धेरै टिपौँ न अच्छा ल हेर्नुहोस् चान्डाराको काफल पाकेर राते हजुर पहिले हामीले यो
धेरै काफल खाएर यार गु अर्केर लास्ट टेन्सन हुन्थ्यो है बुढो धेर खाएर धेरै खाएर त्यतिखेर चाहिँ त्यो पस्दैन रहेछ नि त भित्रको डाँख्ला चाहिँ दाना त अनि कहाँ पच्छ त नि यार आमामा त्यतिखेर त यति चर्को पर्थ्यो कि तर केटाकेटीमा आज भोलि त्यति धेरै फ्यामिली भएको मान्छे काफल खाइँदैन नि त त्यति बेला त अब यो चाहिँ यो भिडियोहरू जसले हेरिराख्नु भएको छ नि उहाँहरूले यस्तै काफल गाउँबाट बिलोङ्स गर्नुहुन्छ अनि काफल खाएर अनि त्यस्तो प्रब्लम आएको छ भने यस्तो सम्झना बिर्सनुहुन्छ टोइलेट पढ्दाखेरि यति टेन्सन हुन्थ्यो हामीलाई पहिले आम्मा अनि पुरा दाना झर्थ्यो क्या टोइलेट गर्दाखेरि फुर्लुक ओ माई गड उहाँ पल्लो पल्टतिर चाहिँ खतरा रहेछ क्या त्यो उमा अलिक घटाउनु मिल्दैन यहाँनिर चाहिँ टिप्दैछ केटोले कति बनाएछ है काँचो टिप्यो कि आयो केटाहरू माथि छ होइन बबाल छ यति ठुलो रुखमा चढेको छौँ हामी अनि म चाहिँ झरेँ किनभने यसो जुत्ता लाएर आएको छु जुत्तै लाएर चढेको जुत्ता अहिले तल चिप्लेर झऱ्यो चिप्लिहाल्यो भने चाहिँ लास्ट तल पुगिन्छ फेरि सुइता मजा भ्ल्याक्टा नमजा हुन्छ फेरि एकटा झर्नु हजुर यहाँ कुल पूजा मनाउन आएको म पुरा अब चाहिँ एनोदर रुखमा हामी चाल्न गइरहेछौँ यहाँ चाहिँ सबैले टिपिसकेको छ खाइ पनि सकेको छ यतातिरको काफलहरू रमाइलो घमाइलो कोसीतिरैमा एकटा झर्न कि तिमीहरूको काफल देखाइदिउँ यहाँबाट त्यसो अर्को रुखमा जाँदैछु केटाहरू माथिल्लो रुखमै खाँदैछ अलिक सबैले टिपिसकेको रहेछ क्या यो काफलहरू चाहिँ अनि अब काफल खानु भनेर आएको यति पनि नडुले यति पनि नगरे फेरि जङ्गलमा काफल पाइँदैन काफल पाउने ठाउँ नै यो हुनु चाहिँ तर छँदै छ अलिक यो भेग चाहिँ गर्मी यी ठाउँतिर छ क्या फेरि डढेलो लागेर होला डढेलो लागेकोले गर्दाखेरि काफलको रुखहरू पनि प्रायः जस्तो मरेछ यतातिर हामीले हाम्रो खेतबारीहरू यो पारीतिर पारीदेखिको सबै हाम्रो खेतबारीहरू त्यहाँ छ हाम्रो गाउँ चाहिँ टाढोबाट आएको फल यो उँधो गए पनि काफलको रुखहरू चाहिँ टन्नै छ तर हामी धेरै उँधो चाहिँ जाँदैनौँ किनभने गाडी अटो लिएर आएको छौँ दाइको अटोमा आएको 4 जना दाइसँग गरेर त्यही भएर उँधो चाहिँ नझर्ने भनेको सो मैले यहाँनिर चाहिँ यो बोर्ड देखेको थिएँ यो बोर्डमा छ कि भनेर आएको यहाँ पनि छैन रहेछ अब चाहिँ उभै गइन्छ माथि पनि छ टन्न काफलको बोर्डहरू त्यतातिर पनि पाइन्छ टन्नै काफलको झ्याङहरू टन्नै छ फेरि यहाँतिर पाउनु चाहिँ पाइन्छ आज 3-4 घन्टा चाहिँ ननस्टप काफल खोजेर हुन्छ है कता हुन्छ गएर खाने नै भनेर निस्केको हामी चाहिँ त्यही भएर खोज्ने हो जङ्गलतिर जता पाउँछ त्यतै चाहिँ यतातिर नि भाँची खाइदिएछ क्या यसरी भाँचेर नखाइदिएदेखि त अब अरूहरूले नि पाउँछ नि पाउन तर के भाँचेर खाइदिएछ ओहो यहाँ चाहिँ गुराँस फुलिरहेछ गुराँसको फेद मुनि सो अमलाको बोट पनि छ अमला चाहिँ यतिखेर पाउँछ तर लो क्वालिटीको त्यति धेरै दामी हुँदैन यसलाई च्यान्डारा चाहिँ किन भनेको भने यो च्यान्डारा यता चाहिँ हाम्रो जति पनि मान्छेहरू डेथ हुन्छ हाम्रो गाउँघरको त्यो सबै मान्छेहरूलाई चाहिँ यही एरियामा ल्याएर दफनाउने काम गरिन्छ क्या त्यही भएर यसलाई सबले च्यान्डारा भन्छ यतातिर चाहिँ
योभन्दा अघिल्लो साल यति बेला चाहिँ यति धेरै ठुलो डडेल लागेको थियो। सो डडेल लागेकोले गर्दाखेरि यतातिर खासै त्यति धेरै ऊ पनि पलाएको छैन क्या। अनि जुन जुन कालो भागहरू देखिराख्नुहुन्छ नि त्यो कालो भागहरू देखेको सबै डडेलोले गर्दा हो क्या। कुरी यहाँ पनि छ, बोट चाहिँ रहेछ तर दाना चाहिँ खासै छैन क्या। माथि माथितिर छन्दै छ तर सानो सानो दाना रहेछ यसमा चाहिँ हामी सर्दैनौँ। अब अर्कै रुटबाट जान्छ, यो बाटोबाट आएको। सो त्यहाँ तलनिर राखेको छौँ, त्यो बोर्डमा चाहिँ खायौँ अनि उकालो निस्किँदैछौँ। म चाहिँ यो बाटो जान्छु। यो बाटोमा यहाँ पटतिर पाएछ भने पायो, पाएन भने पल्लो छेउमा गएर चाहिँ खानेकुरा छ। काठपल त छानी खोजी खाने हो नि। यो जङ्गल एरिया पनि फेरि एक्लै दुक्लै चाहिँ प्रायः जस्तो मान्छेहरू हिँड्दैनन् के। किनभने यता चाहिँ यस्तो घनघोर जङ्गल हुन्छ। यो जङ्गलमा चाहिँ धेरैजनाले भनेको छ कि बाघ पाउँछ, बाघहरू पाएको छौँ भन्ने कुराहरू गर्छ। सो हामीले चाहिँ पाएको चाहिँ छैनौँ, नपाए पनि यसो ठुलो जङ्गलमा सेफ भएर हिँडेकै राम्रो लाग्छ। सिजन अनुसारको फल त खानु परिहाल्यो नि, त्यही भएर यो लास्ट टाइम आज चाहिँ फेरि ठ्याक्क शनिबार पनि। अनि त्यसले गर्दाखेरि बिहानभरि यतिखेर मकै दोर्ने काम हुन्छ हाम्रोतिर चाहिँ, मकै दोर्ने। त्यसपछि दिउँसो चाहिँ हामीले चाहिँ फेरि बिहानको टाइममा चाहिँ मकै दोर्ने भनेर मकै दोर्ने गरेको छौँ। दिउँसो चाहिँ किनभने गर्मी अत्याधिक मात्रामा गर्मी परेकोले गर्दाखेरि दिउँसो चाहिँ टक्क फ्री हुने, घुम्ने, बस्ने, खाने अनि भेटघाट हुने सबैजनासँग हुनुहुन्छ क्या। अनि बिहान चाहिँ फेरि बिहान 6 बजीदेखिको 11 बजीसम्म चाहिँ नन स्टप मकै दोर्ने कार्यक्रम चल्छ हाम्रो चाहिँ। अनि 4 घरले हामी 9-10 जनाको ग्रुप छौँ। 9-10 जना ग्रुप बन्यो। अनि काकी, भाउजू, आमा, बाउ, भाइ, दाई भएर टक्क 11 बजीसम्म चाहिँ नन स्टप काम हुन्छ मकै दोहोऱ्याइ। त्यसपछि चाहिँ अनि फेरि दिउँसोको टाइम चाहिँ यसरी नै घुमफिर गर्ने। केटाहरू हुन्छ, केटाहरू आउँछ, भेटघाट गर्ने अनि सुत्छन्। आराम यस्तै छ है गाउँघरमा। एक सम्झिँदा आनन्द पनि छ, एक सम्झिँदा चाहिँ अब अलिकति दुःख पनि छ। बिहान टाइम यसरी बिहान उठेर काम गरेर हिँड्नुपर्ने हुन्छ। काम गरेर हिँड्दा त दुःख पाल्छ नि। यो बोर्डमा पनि काफल चाहिँ छ भनेर आएको, तर यसमा पनि छैन रहेछ। त्यही भएर म चाहिँ केटाहरूलाई भेट्न यहाँ रोड निस्किएँ। रोडमै गएर केटाहरूलाई वेट गर्नु पर्यो। आनन्द छ नि। अब अरूको जस्तो बाइक छैन, हाम्रोतिर चाहिँ बाइक छैन, पर्छन। त्यही भएर अटै लिएर आउनुपर्ने हुन्छ केटाहरू। हो हेर्छ टिप्दैछ है। त्यो चाहिँ यता ढल्काउनु त्यसलाई। तेरोमा चाहिँ छ त्यो भन्दा उद्धोपट्टिकोमा चाहिँ खतरा थियो क्या। उद्धोकोमा चाहिँ खतरा छैन, जम हानेर हाल्दैन। यो त देखा ल्याउनु सर। ए बुढी टाढा छ र त न त म यसले अघि तानेको यहाँ छ हौ। झरी त आउँछ नि तान्नु। त्यसरी पक्रिराख्दै हेर्छ फेरि तल बसेर भयो। इष्टमित्रहरूलाई पनि चाख्नु लगिदिउँ न। को इष्टमित्र चाहिँ सिजनको फल होइन, आफ्नो त कोही चाहिँ लो केटाहरूले ल्याए बास। अच्छा हजुर। अब चाहिँ कसरी पक्रिराख्ने त। अनि एकजनाले सक्दैन, पकड भाइ बाँस मिलाएर जस्तो हो क्या। दुईजनाले सेम टिपौँ न, 2-3 जना। यतापट्टि आइज त, यतापट्टि यतापट्टि कता हो यता हेर्दै
ल ओ राम्रो लटरम्म फल फल हेर्नु न जुप्पा पुरै कालो पाकिसकेको यो चाहिँ पुरै आम्मा हात गला छोडिदिनु नझरे केटा एकछिन छ कि एकछिन टन्नै यहाँ चाहिँ यति भएछ है अच्छा चटपटे चटपट ओहो खाँदैन गर्न हौ केटाहरू यार के साह्रो टिप्नु हो ध्यान राम राम अहिले यो गलिसकेको छ नि त अहिले टिपेर पो खाने हो त वर्केर घाँट्यो गम के गु अड्किने गरी खाऊ क्या केटा यही बेला हो गोटी गोटी होइन अब त्यहाँ माथिको चाहिँ आउनु लु 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 कान्छ उठाइ काफल खाना आऊ सानो गाउँतिर कोही पनि नभएको ठाउँतिर गाडी अर्को पनि तान्नुपर्छ होला हौ दाइ होइन टन्नु खायो यो टिपिसकेर क्या सबै टिभिसकेर मात्रै सबैभन्दा धेरै खाने चाहिँ मै होला यार भोलि अफिस जानु सक्ला अफिसमा 5 मिनट बस्ने टोइलेटमा करिब 15 मिनट बस्यो भने त टेन्सन हुन्छ मुखमा पनि लाउन केटाहरू यार पक्रिने मान्छे गलिसक्यो नि त यहाँ केटाहरूले त यार बुढीलाई पो पस्याउनु लगाउनु लाग्यो कि यति चाहिँ हुँदैछ अनि यो बुढीलाई त यतिले अगाउँदैन आफू पनि टन्न खाएपछि अरूले पनि खानु भयो बोलो यसपालि पुग्यो बुढीहरूलाई चाहिँ ओभर माया गर्ने यो दुई भाइहरूले तरिका लु एनदर हाङ्गा केटा हो यहाँ कति छ भित्र आएर खासै छैन सकिसक्यो यसको अब सकियो यसको बसेर पो हेर्नु छैन हौ नछोड यहाँ म कता हो कता उद्या हाँगा नि भाँच्दै खाइयो पनि छ यो अलिक पात बढी भो रहेछ कि होइन झरेर ल पाकेको ओ चौधपट्टि पनि सानो यस्तो रातो रातो चाहिँ मिठो हुन्छ होइन अलिक कालो भएको चाहिँ अझै गुलियो हुन्छ ल्याउने हो दाइ त्यसलाई उदो होइन ल लु लु फाल 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 पकडौ न ओ माइ गड झरे नि बाल चलाएर खानु न गु अड्के नि अर्कोस् के दर बजाउने अनि क्वाक कडक गरेर चलाउँदो रहेछ अनि यसको चबाउने नि खतरा हुन्छ त पाकेको गुडुम गुडुम मकै बारी गऱ्यो भने त्यो काफल त गऱ्यो करा करा गरेर चपाउँछ त्यो म त सक्दिनँ मकै भुटेको छ सक्दैन रहेछ
तारीभित्र पुरै काफल खाने यति चाहिँ यो यहाँ पनि छ त खान अगाइ भाइ अनि अमिलो यहाँ पिद्रो चर्रो सबै छ क्या यहाँ फाल अच्छा लेकिन लन्डनको चिसोले समाउला अनि माया छेउमै बसौँला भयो अब त ल हामी चाहिँ फेरि अर्को रुखमा जाँदैछौँ है ओहो यहाँ चाहिँ त्यहाँ त कालै भएर छ त कुरी त्यहाँ पनि छ खतरा पुरै कालो कालो बोट चाहिँ कस्तो छ बोट यसमै टिप्नुपर्छ क्या लिन्द्रिङ्गै रहेछ एउटा सानो रहेछ है बोटै कालो छेत्रीको बढी मत परे मिच्यो होला लु यहाँ त हाँगा भाँचेको रहेछ क्या यतातिर चाहिँ आउँछु हेर्छ तपाईँलाई फेरि बजाउँला नि केही केले यहाँनिर छ खतरा त उयो बोटमा क्या यसमा यहाँ त कसले खाएछ नि यसलाई बिस्तारै लुन्याउन ल यो खुसीले यहाँ को छ भुइँ त्यो लुया नि त एक्लै सातो साथै एक्लै जान्छ यहाँ अस्तिको आएर नि खाइसकेको रहेछ क्या तर काँचै छ अरे यहाँ त अमिलो छ यो अमिलो छ क्या होइन खोइ यहाँ खाँदै अगाइसक्यो अलिअलि अमिलो छ यो अघि यता आउँ भनेको नि मैले पर अलिक धेर बस्यो नि त हामी ल हेर सर भनिदिउँ न त एउटा एक दुई शब्द प्लास्टिक उल्टो पक्रिरहेको छ यो काफलले गर्दा प्लास्टिक च्यातेर यस्तो भइसकेको छ तर पनि काफल तिम्रो हामीले छोडेको छैन देखाउनु त च्यातेर देखाइदिउँ यस्तो छ ओ माई गड ल बवाल बवाल यता घाम ठ्याक्कै अनुहारै घाम पर्दो रहेछ क्या फेरि यहाँ चाहिँ काफल खाने एरिया त यहाँ पो रहेछ त तर अघि उँभो निस्क्यौँ भन्दा केटाहरू मानेन नि त यति धेरै काफल रहेछ अरे आमा फ्यामिली सम्झिनु पर्यो आम्मा प्लास्टिक लगाएको रे फेरि यतातिर ए सबै भुइँमा कर्णबहादुर गुरुङलाई फोन गरौँ ल हेर खाइयो यसमा चाहिँ केटाहरूले भाँचेर टिप्ने भनेर भाँचेर टिप्यो होइन यो चाहिँ यस्तै धेरै छ कि फेरि यो भित्र यतातिर कालै फलेको छ यसलाई चाहिँ अब टक्क टिपेर ओ माई गड त्यसलाई यस्तो ठाडो पार्दा केटा यहाँ चाहिँ कालो कालो छ क्या यो चाहिँ अति मिठो हुन्छ त्यो पल्लोको चाहिँ खतरा छ हौ केटा झन् भिडियो क्लोज हान्छ भयो झरिहाल्यो आज छ त्यहाँ पनि
तर केटाहरूले सबै टोटल सक्नै लाग्यो त भाँचेरै सकेछ कि त्यतिखेरिकै लाइक दिस चाहिँ गङ्गु छेत्रीकै जस्तो छ यो कालो कालो परेको त्यही भएर मिठो माना खान्छ अनि यो त यत्रो च्याति गएको ल्याएर ओइ च्यापा खाने यस्तो गरेर उयो गरौँ आमामामा एकछिन काफल त यहाँ रहेछ नि हौ यतिको काफल खायो भने चाहिँ अनि घरमा चाहिँ मार्छ कहाँ गएको भनेर है यतिकै काफल टिपा चाहिँ काहीँ नि हुँदैन पल्टीमा ल हेर्नुहोस् यहाँ कालो कालो यस्तो दामी दामी काफल छ अनि आमामा गङ्गु छेत्री याद आयो बुढोले फोन गन्जेल भयो नि डेलिभरी त फेरि अर्डर त फेरि खतरा आउँछ मानाको 100 रुपियाँ दे खाजा खानु भाडा पैसा भयो टिपाइ फेरि खतरा छ यतातिर ड्याङ्की ड्याङ टिपेर भार लाउनु पर्ने सिकुटी ल हेर्नुहोस् यस्तो बबाल कफल यसलाई चाहिँ गम्ब्राङ्ग खानु सिक्नुहोस् यो काँचो काँचो अरूलाई राखेको पाकेको ज्यानलाई साँचेको यसो कस्तो भयो यसलाई त अहिले त अटो नचलाइ काफल बेच्नु जस्तो अब सक्यो भने यता आउनु अब त भुँडी नै कति हुन थालेछ अब चाहिँ यसलाई टिपेर लगौँ होला घरतिर खेर पनि त भ्याक्नु ल आजलाई चाहिँ यति नै इफ अब नेक्स्ट टाइम यो ठाउँहरूमा आएछ भने चाहिँ अर्को चोटिको भिडियो चाहिँ खतरै आउनेछ काफलले जरा फल्छ काफल त हुन्छ नि त्यो अझै काँचै छ अनि अर्कोचोटि काँचै छ अर्कोचोटि आउँदा चाहिँ पुरै रातै भइसक्ने छ अर्कोचोटि अन्तिममा एक झलक काफल हाम्रो गाउँको हेरेर मुख रस्याएर बस्नु नि त है सबैजना टक्कसँगले चाहिएमा सम्पर्क गर्नु होला ल हेर्नुहोस् अर्को ओके आजलाई यति नै भन्दै एक गम मुखमा लाएर बिदा हुँ न त अर्को स्याटरडेमा भेटौँ सबैको मुखमा लाउनु यता यता कान्छ नि लगाइदे दे दे लगाइदिएन आफ्नो गममै गङ्गु छेत्रीको बिहाल भनेको ओइ हेर्छ चाहिँ कसको दिकिला शेर्पाको हो क्या उहाँले यो प्रति चासो छैन नि त फ्यामिली भएको मान्छेहरू हो त आजलाई चाहिँ बाई बाई